करोड करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाउँमा। आज शनिबारको बसाइमा छौँ। हामी विभिन्न ठाउँबाट उपस्थिति जनाइरहेका छौँ। यो उपस्थितिले पनि के प्रश्न पारिरहेको छ भन्दा हाम्रो परमपिता परमेश्वर महान हुनुहुन्छ, उहाँले कार्य गर्नुभएको छ। त्यसैले यो आजको उपस्थिति चान्चुने उपस्थिति होइन। हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वरले बोलाउनु भयो, भन्नुभएको छ, मेराले मलाई चिन्ने छन्, मेराले मेरा स्वर सुन्ने छन्, मेराले मलाई पछ्याउने छन्। आज तपाईँहरूलाई परमेश्वरले चुन्नुभयो। तपाईँहरूले परमेश्वरको स्वरलाई सुन्दै सुन्दै यो पवित्र मन्दिरमा आउनुहुने तपाईँ सम्पूर्णप्रति म प्रकाशदीप गरेको तर्फबाट शिरनिउरा उच्च नमन व्यक्त गर्न चाहन्छु। आज काठमाडौँ धापासी हाइटबाट पनि आउनुभएको छ सुशीला म्याम, अनि यहाँ रानीवनको लिडर हाम्रो म्याम हजुर उहाँप्रति पनि उच्च नमन व्यक्त गर्न चाहन्छु। अप्सरा म्याम, उहाँहरूप्रति पनि उच्च नमन व्यक्त गर्न चाहन्छु। केन्द्रीय लिडरहरू जति पनि उपस्थिति हुनुहुन्छ, जसले साँझ बिहान नभनिकन सुख दुःख कहिले पनि हेर्नु भएन, औरात्र खटिनु भयो, साथ दिइरहनु भएर आज सच्चाइ केन्द्र नेपाल यो ठाउँमा उपस्थित छ, यो ठाउँमा आज उभिएको छ। उहाँहरूप्रति पनि म प्रकाशदीप गरेको तर्फबाट शिरनिउरा उच्च नमन व्यक्त गर्न चाहन्छु। आज धेरैले मलाई हेरिरहनु भयो। म त्यहाँ बसेको थिएँ, म त्यहाँ बसेको भएर मलाई हेर्नुभयो, बन्द भयो, मलाई हेर्नुभयो, कतिले गाली पनि गर्नुभयो होला, होइन? वास्तवमा मेरो त्यहाँ केही पनि हात थिएन, तर मलाई हेर्नुभयो, होइन? किन हेर्नुभयो भन्दा उहाँ त्यहीँ हुनुहुन्छ, उहाँले गर्नुभयो। तर मैले त्यहाँको वास्तविकता कुरा भनिदिएँ भने ए हो, यही वास्तविकता जबसम्म हामीलाई थाहा हुँदैन नि तबसम्म हामीलाई शङ्का हुन्छ। हामीले ईश्वर सरलाई 5 मिनटदेखि 6 मिनट अनि 7 मिनट भएपछि अटोमेटिक अफ गर्ने सिस्टम बनाइदिनु है भनेका थियौँ। त्यही सिस्टम बनाइदिनु भएको रहेछ उहाँले। 5 मिनट कट्यो, 1 मिनट जान्छ, जब 7 मिनट जान्छ त्यसपछि अटोमेटिक अफ हुन्छ। तर मलाई हेर्नुभयो, होइन? मलाई हेर्नुभयो, तर त्यो वास्तविकता अर्कै थियो, तर मलाई हेर्नुभयो, होइन? किनकि जब हामी सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, हरेक कुरा समयमै, हामीले समयमा गऱ्यौँ भने बर्खाको समय छ, होइन? हामी पानीमा रुच्न भिज्नु पर्दैन, समयमा सकियो भने समयमै यहाँबाट बिदाई हुन पनि पाउँछौँ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु। कृपया मलाई गाली नगर्नु होला, गाली गर्नु छ भने यो मिक्सरलाई गाली गर्नु होला। यो मिक्सरले गरेको, मैले होइन, होइन? त्यसैले ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाउँमा। आज हामीले गवाई सुन्यौँ, यस्तो गवाईहरू थियो नि, ओ माई गड, हरेक गवाईले हृदयमा टच गरिरहेको थियो। आज हामी त्यत्तिकै आएका होइनौँ ईश्वरको राज्यमा। प्रत्येक काम गर्नुभएको छ उहाँले। त्यसैले भन्नुभएको छ कि म बोल्नेवाला ईश्वर होइन, म गरेर देखाउनेवाला परमात्मा परमेश्वर हुँ। म त तिमीलाई प्रेम गर्छु, म तिमीलाई माया गर्छु, म तिमीलाई शैतानिक आत्माको हातमा पर्न दिन्न मेरा सन्तान। तिमीहरू त मेरा सन्तान हौ। तिमीहरू शैतानिक र दियाबलसको खेलाउन होइनौ मेरा सन्तान, तिमीहरू त मेरा पवित्र सन्तान हौ। त्यसैले आज मैले तिमीलाई चुनेको छु। चुन्नुको पछाडिको धेरै ठुलो रहस्य छ। परमेश्वरले हामीलाई किन चुन्नु भयो भन्दा शैतानिक र दियाबलसको खेलाउनको निम्ति हामी खेलिरहेका थियौँ हिजोको दिनमा। मुख नभएको ईश्वर, कान नभएको ईश्वर, कान त थियो तर सुन्ने थिएन, त्यो ईश्वरमा हामी रमाइरहेका थियौँ, भजन गाइरहेका थियौँ। तर जुन दिन सर्वशक्तिमान परमपिता परमेश्वरले चुन्नुभयो, त्यो दिनबाट हाम्रो जिउँदो परमेश्वर हाम्रो सँगमा हुनुहुन्छ, हाम्रो अङ्गमा हुनुहुन्छ। तिमीहरू नडराऊ मेरा सन्तान। एउटा कुरा तिमीलाई थाहा छ, थाहा छ कि छैन थाहा छैन भने याद गर होला, याद गर। तर त्यो कुरा मलाई राम्ररी थाहा छ। थाहा छ भने हात उठाउनु होला है, थाहा छैन भने थाहा छैन भन्नु, हात नउठाउनु होला। थाहा छ कि छैन, तर मलाई राम्ररी थाहा छ। हिजो हाम्रो अग्रजहरूले
होइन, मानेको ईश्वरबाट हामीलाई भूतहरू कसरी धपाउनुहुन्थ्यो र हामीले आज कसरी धपाउँछौँ त्यो फरक छुट्याउनु होला है। जसरी कतिले गर्नुभयो होला, कतिले गर्नु भएन होला, तर मैले चाहिँ प्रत्यक्ष गरेको देखेको छु। जब के गर्नुहुन्थ्यो नि, एउटा झुम्रो सल्काएर लिएर आएर अनि एउटा कटौरामा आगो लिएर आएर खुर्सानी हालेर अनि झुम्रो नाकमा सुँगाइदिएर अनि खुर्सानी नाकमा हालेर हाक्छ्यौ हाक्छ्यौ, हामीलाई कस्तो हाक्छ्यौँ हाक्छ्यौँ गर्थ्यौँ। तर उहाँले के गर्नुहुन्थ्यो, झुम्रो सुँगाएर ल शैतानिक वाला भाग्यो भन्नुहुन्थ्यो। याद छैन? कतिलाई याद छ? धेरैले याद छ। हामीलाई हाक्छ्यौँ आउँथ्यो, धेरैले याद रहेछ। तर हाम्रो परमेश्वरले त्यो गर्नु भएन, हाक्छ्यौँ गर्न लाउनु भएन। हाम्रो परमेश्वरले हातमा शक्ति सामर्थ्य दिनु, येशू मसीहको नाममा हट। थाहा छ, झुम्रो सल्काएर चाहिँ हामीले के गर्थ्यौँ, मैले देखेको छु, प्रष्ट भोगेको छु। झुम्रो सल्काएर एउटा कटौरामा आगोको कोइला राखेर त्यहाँ खुर्सानी हालेर अनि नाकमा सुगाइदिएपछि हाक्छ्यौँ हाक्छ्यौँ गर्थ्यौँ अनि ल शैतान भाग्यो भन्थ्यौँ। भागेको थियो कि भागेको थिएन थाहा थिएन। शैतान भागेको थिएन, शैतान जागेको थियो। तर जुन दिन रोमी 10 को नङ्गीकार गऱ्यौँ त्यो दिनबाट आज शैतान के गर्छ त, नासरत येशू मसीहको नाममा हट भन्दा हटेको छ। हो, त्यो परमेश्वर हाम्रो परमेश्वर हो। मेरा सन्तानलाई मैले कुनै चिज वस्तुमा शक्ति सामर्थ्य दिएको छैन। अब हाक्छ्यौँ गरेन, तिमीले हट भन्ने छौ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु। याद छ होला, धेरैले याद छ होला होइन? हो, त्यही भएर आज सर्वशक्तिमान परमपिता परमेश्वरले के भन्नु, मेरा सन्तानहरू दियावलसका, मेरा सन्तानहरू शैतानिक आत्माका के कार्य गरिरहेका छन्, अब मैले मेरा सन्तान बनाउनको निमित्त उहाँले भन्नुभयो म वनमा छैन, म तिम्रो मनमा छु भनेर आज एकलाई चुन्नुभयो। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु। आज हामी माथि दया गर्नुभएको छ, हामी माथि प्रेम गर्नुभएको छ। उहाँले हामीलाई आशिषको मूल फुटाउनु भएको छ र भन्नुभएको छ, त नडरा मेरा सन्तान, त डरको सन्तान होइनस्। तँलाई रातमा आउने बाढ र दिनमा आउने महामारीदेखि त सुरक्षित छस् मेरा सन्तान, त डराउने छैनस्, त नडरा। किनकि हिजोको दिनमा त डराउँथिस्, त थरथर कामथिस्। तँलाई कसैले झुम्रो लिएर लखाटे होला, कसैले खुर्सानी पोलेर लखाटे होला, कसैले शरीरमा आगो कोदोको पिठो पिसेर भुटेर आगो बालेर फर फर गरेर शैतानिक आत्मा भगाउनु पर्छ भनेर गरे होला। आज म त्यो गर्नेवाला छैन। आज मैले तिम्रो हातमा त्यो शक्ति अनि सामर्थ्य दिएको छु। एकचोटि प्र्याक्टिकल गर मेरा सन्तान, शैतान भाग्छ कि भाग्दैन। याद छैन तपाईँहरूलाई, हामीले यहाँ कुनै आगो ल्याएर झुम्रो ल्याएर ल भाग भाग भन्छौँ त? देख्नु भएको छ नि, हरेकले देख्नु भएको छ। के गर्नुभएको छ त? हामी जान्छौँ येशू मसीहको नाउँमा त हट भन्छौँ। आज हटेको छ परमेश्वरले हामीलाई उच्चारण। त्यसैले आज तपाईँ हामी माथि दया गर्नुभएको छ। कसले? हाम्रो सर्वशक्तिमान परमात्मा परमेश्वरले। त्यसैले त नडरा मेरा सन्तान, त भूतआत्मासँग डराउने छैनस्, त देखेर भूतआत्मा डराउने छ। किनकि त माथि मैले दया बर्साएको छु। कसले भन्नुहुन्छ? हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वरले। किनकि मैले तँलाई, त दुर्बल थिस्, त आज बलवान भएको छस्। त निर्बल थिस्, त कुनै न कुनै काम नलाग्ने थिस्, आज मैले तँलाई काम लाग्ने योग्य बनाएको छु। त देखेर आज शैतानिक आत्माहरू भागेका छन्, मेरा महिमाहरू जागेका छन्। त्यसैले हाम्रो सर्वशक्तिमान परमात्मा परमेश्वर महान हुनुहुन्छ। त्यसैले धेरै मानिसहरूले परनिर्भर नहुनुहोस्। त्यो शक्ति सामर्थ्य तपाईँहरू आफैमा पनि छ। कुनै पनि समय तपाईँलाई अप्ठ्यारो पर्यो भने अनि शरीरमा अनिजी फिल भयो भने, तपाईँको शरीरमा कुनै खालको कष्ट आउन थाल्यो भने त्यो शक्ति अनि सामर्थ्य तपाईँसँगै छ। येशू मसीहको हात हो यो त परमेश्वरको पवित्र जिउँदो मन्दिर हो। पिता, यो शरीरमा कुनै पनि शैतानिक आत्माहरू बस्न सक्दैनस्। यो किनकि परमेश्वरको पवित्र मन्दिर हो। यो मन्दिरमा तेरो बास हुन सक्दैन, तेरो त नाश हुन्छ। त नाशवान होस्, मेरो परमेश्वरले बास गर्नुभएको यो जिउँदो मन्दिर हो। नासरत मसीह येशूको नाउँमा हुकुम गर्छु, येशू मसीहको नाउँमा हट हट। किनकि म तँलाई
प्रेम गर्नेछु त संसारको ज्योति हुनेछस्, भूतात्माहरूलाई तैँले धपाउनेछस्, वृक्षहरूलाई कुल्छनेछस्। हेर्नुहोस् त यस्तो शक्ति सामर्थ्य कसले दिनुहुन्छ? हिजो त हामीले पैसा तिरेर सिक्नु पर्थ्यो, ल्याउ न यो मन्त्र सिकाइदिनुहोस्। हुँदैन, तैँले सिक्न सक्दैनस्। तैँले यस्तो गर्नुपर्छ, तैँले यति वर्ष तपस्या गर्नुपर्छ, तैँ यति वर्ष मका आउनुपर्छ, तैँले यति भोकै बस्नुपर्छ, तैँले यस्तो गर्नुपर्छ, तैँले टाउको खौरिनुपर्छ, तैँले नाङ्गै बस्नुपर्छ, तैँले चाहिँ भोकै बस्नुपर्छ, तैँले त यस्तो गर्नु हुँदैन, तैँले यस्तो खानु हुँदैन। तर हाम्रो परमेश्वरले त भन्नु भएन। हरेक हे दलदलमा फँसेका हो, मनिर आओ र उद्धार पाओ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु। त्यसैले आज हामी सर्वशक्तिमान परमपिता, आज देशमा मात्र नभए विदेशमा पनि यति धेरै परमेश्वरलाई मान्नेहरूको लाभलस्कर छ नि, किनकि परमेश्वरले काम गरेर देखाउनु भयो। हरेकलाई काम गर्नुभयो, हरेकको जीवनमा काम गर्नुभयो र भन्नुभयो म छु हेर। के पत्याउँदैनस् त? म छु हेर भन्नुभयो। त्यसैले भजन सङ्ग्रह 6:2 प्रष्टसँग भनिएको छ कि म माथि दया गर्नुहोस् हे यहोवा परमेश्वर, किनभने म अति दुर्बल छु। हिजोको दिनमा हामी अति दुर्बल थियौँ, हाम्रो केही पनि चल्ने थिएन। हामी धेरैलाई थाहा छ होला, मैले यो पहिला पनि भनेको छु कि जब हामी राति घरमा ढोका झ्याल सबै कुरा लाएर सुत्छौँ, सुते पनि हामी माथि अनौठो खालको क्रियाकलाप हामी माथि हुन्थ्यो। हामी केही पनि गर्न सक्थेनौँ। हामी चिच्याउन खोज्थ्यौँ, हाम्रो आवाज आउँथेन, हामी चल्न खोज्थ्यौँ, हामी चल्न सक्थेनौँ। हामीले सबै कुरा व्यवस्था त गरेका थियौँ नि, तर हामी माथि अन्याय गर्नेवाला दुस्रावाला थियो, हामीलाई ऐठन हुन्थ्यो। अनि हामी रुन खोज्थ्यौँ, कराउन खोज्थ्यौँ, चिच्याउन खोज्थ्यौँ, केही पनि लाग्थेन। उसले के गर्नुपर्ने हो गरिसक्थ्यो अनि छोड्थ्यो। ओहो धन्न म बाँचेँ, आज मलाई राति साह्रै नराम्रोसँग ऐठन भयो, किनकि हामी दुर्बल थियौँ। हामी माथि अत्याचार गरेको थियो, हामी माथि उसले घोर अन्याय गरेको थियो। तर जुन दिन रोमी 10 को अंगीकार गर्यौँ, अहिले हामीलाई ऐठन हुनभन्दा पहिल्यै तपाईँहरूलाई थाहा छ कि छैन, याद गर्नु भएको छ कि छैन, आजकल मलाई धेरै लामो समयदेखि जब म परमेश्वरको राज्यमा जुटेदेखि मलाई जब ऐठन हुन लाग्छ नि, पहिल्यै मैले सूचना पाइसकेको हुन्छु, पहिल्यै सूचना पाइसकेको हुन्छु। अनि येशू मसीहको नाउँमा हुकुम गर्छु, येशू मसीह नै भन्न आउँछ त्यो समयमा पनि। अनि स्वाट जान्छ अनि हलुङ्गो हुन्छ, तर उसले आट्य गर्न पाउँदैन। यो हजुरहरूमा लागु भएको छ कि छैन? तर ममा चाहिँ भएको छ। कसलाई भएको छ हात उठाउनु त? ओ माई गड, धेरैलाई भएको रहेछ। ईश्वरलाई करोड करोड धन्यवाद दिनु छ। हो, हिजो कसले फाइदा उठाएको थियो त? दुस्रावाला आत्माले। किन फाइदा उठायो त भन्दाखेरि हामी दुर्बल थियौँ, हामी कमजोर थियौँ, हामी कमजोरी थियौँ, हाम्रो केही लाग्ने थिएन। कहिले खुर्सानी पोलेर सुत्थ्यौँ, कहिले डोरी बाँधेर सुत्थ्यौँ, कहिले पयौँको काठ ठोकेर सुत्थ्यौँ, कहिले चामल छर्केर सुत्थ्यौँ, कहिले खरानीको टिका लाएर सुत्थ्यौँ, कहिले यो लाएर सुत्थ्यौँ। याद छ? याद छ? आज हिजो त्यो चिजलाई हामीले के गरेका थियौँ? पैतालाको धुलोलाई शिरमा राखेका थियौँ। आज हामीले पैतालाको धुलोलाई पैतालै मुनि राखेका छौँ। त्यसैले परमेश्वरका सन्तान, त्यसैले परमेश्वरको सन्तान कहलाइने छौ, कहलाइएका छौ। आज कयौँ ठाउँमा मानिसहरू बेलुका सुतेको ठाउँमा बिहान त्यत्तिकै नउठिकन बिदा, यो संसारबाट बिदा भएर जानुभएको छ। हो, यस्तै शैतानिक आत्माको कारणले हो। डक्टर कहाँ जानुहोस्, हार्ट एट्याक भएछ भनिदिनुहुन्छ, तर काम शैतानिकवालाले गरेको हुन्छ। मेडिकल इक्विपमेन्ट यस्तो यस्तो बनेको छ, तर त्यो दुस्रावालाको आत्मा अझै पनि पक्रिने इक्विपमेन्ट कुनै पनि मेडिकल साइन्सले बनाउन सकेको छैन र सक्दा पनि सक्दैन। किनकि हाम्रो सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, मैले तिमीलाई सुरक्षित राख्न जानेको छु। एउटा ओखरको दानाभित्रको गुदीलाई हेर त, मैले कति सुरक्षित राखेको छु। मैले तिमीलाई सुरक्षा राख्दिनँ त? त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वर भन्नुहुन्छ, हे प्रभु मलाई, हे ईश्वर मलाई निको पार्नुहोस्, किनकि मेरो अत्यन्तै ममा पीडा छ। मैले हिजो आउँदाखेरि ममा पनि पीडा थियो, म त्यत्तिकै आएको होइन, म भित्र धेरै ठुलो पीडा थियो। म रुन्थेँ, कराउँथेँ, चिच्याउँथेँ होइन।
विभिन्न ठाउँमा जान्थेँ, समस्या एउटा हुन्थ्यो, 1000 ठाउँमा जान्थेँ, 1000 ठाउँबाट मैले कहीँबाट पनि उद्धार पाउने थिएन। आज 1000 समस्या होला, तर एउटा पिता कहाँ आएको छु, सबै कुरा बिसाउन पाएको छु सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड। त्यसैले म पनि पीडामा छटपटिएर आएको हुँ। पीडा थियो म भित्र, छुट्टै किसिमको पीडा थियो म भित्र। छोरीमा त्यस्तै हालत थियो, ममा त्यस्तै पीडा थियो, तर पनि जुन दिन रोमी 10 को अंगीकार गरेँ त्यो दिनबाट परमेश्वरले आज भला चङ्गा राख्नु भएको छ। त्यसैले नडराऊ मेरा सन्तान, तिमीमा हालत बिगार्नको निमित्त आउँदैन, मेरा सन्तान हालत निखार्नको निमित्त आएको हुन्छ। जब परमेश्वरका सन्तानमा हालत आयो भने, मैले प्रत्येकचोटि मेरो मुखबाट परमेश्वर बोल्नु भएको छ, जब परमेश्वरका सन्तानमा हालत आउँछ नि, उफ्रिनुहोस्, खुसी हुनुहोस् भन्ने गरेको छु मैले। किनकि त्यो हालतभन्दा 3 गुणा महिमा लिएर परमेश्वरले दिनुहुन्छ। त्यो हालत देखेर कयौँ मानिसहरू तर्किनु भएको छ, परमेश्वरतिर फर्किनु भएको छैन, परमेश्वरबाट तर्किनु भएको छ। जसले त्यो हालतलाई कुल्चन सक्छ नि, जसले त्यो हालतलाई टेक्न सक्छ नि, उसले मात्रै परमेश्वरको महिमालाई देख्न सक्छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड। एक दिन सबैजना मरेरै जाने हो, मर्नको निमित्तै हामी जन्म भएको, यो सबैकुलाई थाहा छ। र यति मात्रै हो, पिता मरी बाँच्न नपरोस्, बाँची मर्न परोस्। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाउँमा। एउटा छोटो भजनको याद आयो मलाई यो समयमा। हारेको जीवनलाई सहायता गर्नु भो, हारेको जीवनलाई सहायता गर्नु भो, अन्धकारमा थियौ है ज्योतिमा ल्याउनु भो, अन्धकारमा थियौ है ज्योतिमा ल्याउनु भो, कि होइन? सर्वप्रथम धन्यवाद हे ईश्वर तपाईलाई, सर्वप्रथम धन्यवाद हे ईश्वर तपाईलाई। नयाँ जीवन दिनुभयो हजुरले हामीलाई, नयाँ जीवन दिनुभयो हजुरले हामीलाई। धन्य ईश्वरलाई, धन्य ईश्वरलाई, नयाँ जीवन दिनुभयो, धन्य ईश्वरलाई, नयाँ जीवन दिनुभयो, धन्य ईश्वरलाई। अब त आऊ है सत्य वचनमा रोएर नबस है, अब त आऊ है सत्य वचनमा रोएर नबस है। एक फेर पाएको मानिसको झोला पछुताउनु पर्ला है, एक फेर पाएको मानिसको झोला पछुताउनु पर्ला है, पछुताउनु पर्ला है, पछुताउनु पर्ला है। फेरेको दिन
ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसी येशूको नाममा। हाम्रो विधान लाग्छ मलाई सानै भर्खरकै, तर इन्ट्रेस्ट भयो भने के सम्भव हुँदैन भन्ने कुराको उदाहरण हो। हेर्नुहोस् त, हामी परमेश्वरसँग इन्ट्रेस्ट राख्यौँ भने हरेक कुरा सम्भव छ। बाबुले त्यो अक्टोप्याडसँग इन्ट्रेस्ट राख्नुभयो, उसले आज अक्टोप्याड मजाले बजाइदिनुहुन्छ। तपाईँले परमेश्वरसँग इन्ट्रेस्ट राख्नुहोस्, शैतानको बाजा बजाइदिनुहुन्छ। उसले हिजोको दिनमा हाम्रो बाजा बजाएको थियो, हामी रोएका थियौँ, हामी कराएका थियौँ, हामी चिच्याएका थियौँ, हरेक ठाउँमा हामीले अन्याय नै मात्र बेहोर्न परेको थियो। तर जुन दिन हामी रोमी 10 को 9 अंगीकार गऱ्यौँ, त्यो दिनबाट आज परमेश्वरले उसको बाजा बजाएको छ। परमेश्वर पितालाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसी येशूको नाममा। जसलाई हस्पिटलमा यो हुन नि सक्छ नहुन नि सक्छ भन्नुभएको थियो डाक्टरले, पिता यदि नरहेछ भने, हाम्रै होइन भने पिता तपाईँको इच्छा पुरा होस्। एउटा सानो सिसाको भाँडाबाट खोसेर ल्याउने चान्चुन मनले ल्याएन होला मैले। पिता यो तपाईँले देख्नु भएको छ, तपाईँले जान्नु भएको छ। यो बेलामा उसलाई सिसाको भाँडाको आवश्यकता, उसको आमाको आवश्यकता छ। मैले गण्डकी हस्पिटलमा गएर नर्सले अनि डाक्टरले भन्नुभयो हामीले दिन सक्दैनौँ। किन दिन सक्नुहुन्न तपाईँले? मेरो बच्चा म लान्छु। यो परमेश्वरको पवित्र मन्दिर हो, यो मन्दिरमा कुनै पनि शैतानिक आत्माले एट्याक गर्न सक्दैन। त्यसैले यो बाबु, विधान बाबु, तपाईँले देख्नु गवाई सुन्नुभएकै होला। कुनै पनि आमा बुवाले त्यो हिम्मत गर्दैन। तर पिता तपाईँको इच्छा भयो भने रहन्छ, तपाईँको इच्छा रहेन भने ठिक छ, यसमा जे छ त्यही रहन्छ। तर आज यो बाबुले यहाँ गर्दै गर्दा मलाई यति गर्व लाग्छ नि, यो गवाई हो। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड। आजसम्मले हामीले यो बाबुलाई कुनै मेडिकल, यो बाबु र यो सुम्पु दुईजना विधान र सुम्पुमा टेस्ट गराए हुन्छ, ल्याबमा टेस्ट गराए हुन्छ। आजसम्म हामीले एउटा न दादुरा न पोलियो न के एउटा इन्जेक्सन पनि लगाएको छैन यो दुईटा बाबुमा। केवल ईश्वरमा पिता तपाईँले प्र्याक्टिकल गरेर देखाउनुहोस्। परमेश्वरले प्र्याक्टिकल गरेर देखाउनु भएको छ। त्यसैले सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाममा। त्यसैले शैतानबाट हामी डराउने होइन, अब शैतान हामी देखेर डराउनु पर्छ। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसीह येशूको नाममा। त्यसैले तपाईँहरू अति नै सौभाग्यशाली हुनुहुन्छ। एकचोटि आफ्नै लागि जोरदार ताली बजाउनुहोस्। ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु। त्यो छेउछाउमा बस्नेहरू नडराउनु है, छेउछाउमा बस्नेहरू नडराउनु है। तपाईँहरू हिजो जस्तो डरको आत्मा छैन तपाईँसँग, शक्ति अनि सामर्थ्यको आत्मा छ। त्यो आत्मालाई तपाईँले भगाउन सक्नुहुन्छ। त्यो शक्ति सामर्थ्य तपाईँको हातमा छ। तपाईँकै छेउमा बसेको जो कोहीले पनि चङ्ग्याउन सक्नुहुन्छ। उहाँलाई प्र्याक्टिकल गर्नुहोस्, त्यो भागेको हुन्छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाममा। किनकि आज शनिबारको दिन हो, आज आशिषको दिन हो। आज आशिषको दिनमा हामीले धेरै गवाईहरू सुन्यौँ। म त हरेकलाई भन्छु, के भन्छु भने एकदमै बिहानै घर जानुहुन्छ, यहीँ चङ्गाइदिनु न, यहीँ ग्रहण गरिदिनु न भन्नुहुन्छ। त्यसरी पनि नआउनुहोस्। तपाईँले यहाँ आएर बुझेर गर्नुभयो भने त्यसको प्रतिफल ठुलो हुन्छ। उहाँ घरमै गरेर ग्रहण नि गराइदिन्छौँ, चङ्गाइ पनि गराइदिन्छौँ। स्याङ्जा गरेर आएँ, स्याङ्जा गएँ, स्याङ्जा आएँ। आँधी खोला कस्तो थियो भन्दा राति गएँ राति आएँ जस्तो हुन्छ। देख्दै देखिनँ। जब तपाईँ यहाँ 3 घन्टा 4 घन्टा मजाले बस्नुभयो भने वास्तविकता के हो त भन्ने कुरा बुझ्ने मौका पाउनुहुन्छ। वास्तविकता बुझ्ने मौका पाउनुहुन्छ। त्यसैले घरमा ग्रहण चङ्गाइ गर्नुभन्दा पनि यहाँ म बुझ्छु, बुझिसकेपछि मलाई राम्रो लाग्यो भने गर्नुहोस्, नराम्रो लाग्यो किन गर्नु पर्यो। हामी त्यही भन्छौँ, कसैलाई पनि करकाप गरेर नल्याउनुहोस्। उहाँ स्वतन्त्र भएर आउनुभयो भने जस्तै इक्जाम्पल बेसरी दौडिनुहोस् होइन, घाममा बेसरी दौडिनुहोस्, मजाले प्यास लाग्छ तपाईँलाई। प्यास लागेको बेलामा के चिसो पानी खानुहोस् त, कति मिठो हुन्छ त्यो पानी। कल्पना गरेको भन्दा मिठो हुन्छ त्यो पानी। याद गर्नुहोस् त, एकचोटि कल्पना गर्नुहोस् त। तर त्यही पानी बसी खाइरहनु त मिठै लाग्दैन। यहाँ कति खाएर पानी मिठै लाग्दैन।
आज हामीलाई यो पानी हामी थाकेर आएका थियौँ र आज परमेश्वरको मूलको पानी हामीलाई मिठो लागेको छ। त्यसैले जबरजस्ती थाक्नुहुन्छ नि, सच्चाइमा नआई उपाय नै छैन, परमेश्वरलाई नमाने उपाय नै छैन। त्यसैले कर गरेर जबरजस्ती चाहिँ कसैलाई घरमा नल्याउनुहोस्। त्यसरी ल्याउँदा हामीले पनि बुझाउन पाउँदैनौँ, उहाँहरूले पनि बुझ्न पाउनुहुन्न। घरमा ल्याइदिनुहुन्छ, ल ग्रहण गराइदिनु, ल चङ्गाइ गराइदिनु, हामी टाइम छैन, फुर्सद छैन, हामी गइहाल्छौँ भन्नुहुन्छ। अब के बुझाइदिने, होइन? के बुझ्ने त? त्यसैले जिन्दगीमा स्वास्थ्य हुनुभन्दा ठुलो सम्पत्ति केही पनि छैन हजुर। तपाईँ 3 घन्टा बसेर यहाँ निरोगी हुनुभयो भने तपाईँले संसार जित्न सक्नुहुन्छ। हामीले परमेश्वरको महिमालाई हल्काको रूपमा लिनु हुँदैन। हिजो हेराउने चलाउने चाहिँ ल जानुहोस् म यति 1000 थियो अनि 2000 राखिदिन्छु, ल बरु मलाई छिट्टो हेरिदिनुहोस्, अलि धेरै हेरिदिनुहोस्, यो होइन। परमेश्वरको राज्यमा यो हुँदैन। तपाईँले जति मन दिनुभयो त्यति क्लियर पाउनुभयो, तपाईँले जति मन दिनुभयो त्यति पाउनुभयो, तपाईँले जति मन दिनुहुन्छ त्यति पाउनुहुन्छ। यो विधान बाबुले मन दिए थियो र पो आज तालमा बजाउन सक्नुभयो त नि, यति मन दिनुहुन्थेन। उसले घरमा कटौरा राखेर कटौराबाट कुन आवाज आउँछ भनेर लट्ठीले ठटार बसिरहेको हुन्थ्यो। यो म्युजिक मास्टर हो, यसलाई छोडिदिउँ भन्थेँ मैले, कटौरा कुचिन्थेँ होला, कुचिन दिउँ, अर्को ल्याम्ला भन्थ्यौँ। तर आज यो बाबुले अब जहाँ गयो नि उसले के गर्यो, इन्ट्रेस्ट राख्यो म्युजिकमा, उसले हरेक कुरा अहिले तालमा आज सुरुदेखि अहिलेसम्म उसैले बजाइरहेको छ। हो, त्यो इन्ट्रेस्ट भयो भने परमेश्वरको राज्यमा पनि इन्ट्रेस्ट राख्यौँ भने साँच्चै नै हामीले भला चङ्गा हुने मौका पाउँछौँ। इन्ट्रेस्टलाई जगाउनुहोस्, भित्रबाट इन्ट्रेस्ट राख्नुहोस्। उसको जीवनमा सुख शान्ति समृद्धि आयो भने मेरो जीवनमा किन आउँदैन सुख शान्ति समृद्धि? मेरो जीवनले किन कोल्टे फेर्दैन? पिता, कतै मेरो इन्ट्रेस्ट कम भएर त होइन, म तपाईँप्रति इन्ट्रेस्ट बढाउने छु, म तपाईँको वचनमा अघि बढ्नेछु, म तपाईँको अन्य भाषामा अगाडि बढ्नेछु, म तपाईँको राज्यको खोजी गर्नेछु। त्यसपछि तपाईँको जीवनमा काय पलट भएन भने मलाई भन्नुहोस्। हामी त के गर्छौँ, यहाँ आउँछौँ, यहाँ आइसकेपछि त्यो त हाम्रो धर्म होइन भन्छौँ, त नि हो त नि हो त नि, हाम्रो धर्म त होइन भन्छौँ, अनि त्यो त हामीलाई फाप्दैन भन्नुहुन्छ। मैले आनन्द पाउने नि फाप्ने र नफाप्ने हुन्छ। त्यहाँ गयो भने त मेरो घरको कुल रिसाउँछ, ए बाबा यहाँ आएर भलासँग नाच्दै र गाएर खुसी भएर जाँदा रिसाउने कुल कस्तो कुल हो फेरि? यहाँ त आनन्द भएको छ, मनमा आनन्द भएको छ, प्रेम भएको छ यहाँ आएको परमेश्वरको राज्यमा, अनि हामी आनन्द भएर खुसी भएर नाचेर जाँदा दुखी हुने कुल कस्तो हो फेरि? कुल हो कि के हो त्यो? मेरो त कुल फाप्दैन भन्नुहुन्छ कतिले, क्या मेरो कुलले सहेन भन्नुहुन्छ। तपाईँ खुसी भएर तपाईँ खाएर लाएर सुकिलो मुकिलो भएर तपाईँ खुसी भएर नाचेर गाएर हिँड्दाखेरि दुखी हुने कुल कस्तो कुल हो? त्यो कुल हुनै सक्दैन। त्यो जो तपाईँको खुसीमा ऊ दुखी हुन्छ भने त्यो तपाईँको कोही हुनै सक्दैन। न तपाईँको, यदि तपाईँको आमा, यदि तपाईँको बुवा, यदि तपाईँको श्रीमान पनि तपाईँको खुसीमा खुसी हुन सक्नुहुन्न भने आज आउनुभएको छ, हेर्नु त, आनन्दसँग भित्रबाट परमेश्वरमा मन दिनुभएको छ, आनन्दित हुनुभएको छ। गलत कुरा गर्नुहुन्न भनेर हरेक हाम्रो मुखबाट हामीले प्रत्येकचोटि मुख भएर चाहिँ हामी बोलिरहेका हुन्छौँ। हरेकमा हामी नाचेका छौँ, गाएका छौँ, हामी खुसी भएका छौँ, को दुखी हुने? त्यसैले कोही पनि तपाईँको खुसीमा कोही पनि दुखी हुन्छ भने त्यो तपाईँको आफ्नो हुन सक्दैन। परमेश्वरले भन्नुभएको छ, मेरा सन्तानहरू मेरो फुलबारीमा नाचेका छन्, गाएका छन्, खुसी भएका छन्, थप खुसी हामीलाई थुपारिदिनु भएको छ। त्यसैले मेरो कुलले फापेन, मेरो पितृले सहेन, मेरा घरकाले सहेनन्, मेरा घरकाले मानेनन्, यो त बहाना हो। हामीलाई एकचोटि हेर्नुहोस् त, अहिले त यति धेरै तपाईँले प्रत्येक ठाउँमा जानुहुन्छ, युट्युब देखाउन सक्नुहुन्छ। जब हामी 3 जनाबाट सुरुवात गरेको महिमा, युट्युब पनि थिएन, युट्युब कहाँबाट देखाउने? कति गाह्रो थियो होला परमेश्वरको राज्यमा। त्यो समयलाई चिरेर पार गर्दै 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 यो ठाउँसम्म आउँदा आज हेर्नु त लाखौँले चाहिँ उद्धार पाइसक्नु भएको छ। त्यसैले तपाईँ भनेको एउटा बिउ हो, त्यो घरको बिउ हो। तपाईँ मासिनुहुन्न, तपाईँ नासिनुहुन्न।
त्यो बिउ हो। त्यो घरको सुख शान्ति समृद्धि, जति पनि शैतानिक आत्माले लुटेको धन, जति पनि लुटेका खुसियाँहरू, जति पनि लुटेको शान्तिहरू, तपाईँ बिउ भएर प्रकट हुँदै हुनुहुन्छ। तपाईँले खुट्टा कमाउनुहुन्न त्यो समयमा। त्यो समयमा तपाईँले मन कमजोर गर्नुहुन्न, किनकि परमेश्वरको राज्यमा आउनेलाई हरेकलाई अवरोध आउँछ, नआउने होइन। त्यो अवरोधलाई चिर्न सक्नुभयो भने तपाईँ बिउ जब फुट्नुहुन्छ, जब तपाईँ फल्नुहुन्छ, फलेपछि हरेकले तपाईँमा नजर लगाउनेछन्। याद गर्नुहोला। आज हामी बिउ हुँदै माटोमा कुल्चिएर चाहिँ हामी अन्धकारमा त्यहीँ कुहिएर नष्ट भएका छौँ। तपाईँको घरमा विरोध, तपाईँको समाजमा विरोध, तपाईँको टोलमा विरोध छ भने तपाईँहरू बिउ हो। बिउमा बहुत पावर हुन्छ, बहुत शक्ति हुन्छ। बिउमा धेरै परिवर्तन गर्ने शक्तिहरू हुन्छन्। एउटा मकैको बिउलाई हेर्नुहोस् त, एउटा मकैको दाना हुन्छ तर 100औं दाना लिएर फर्केको हुन्छ। हो, त्यो बिउ हो तपाईँहरू, त्यो ताकत हो तपाईँहरू। त्यसैले तपाईँहरू कमजोर हुनुहुन्न। चाहे जस्तोसुकै समस्या आओस्, जस्तोसुकै हालत आओस्, जस्तोसुकैले निन्दा गरोस्, बिउ नै हुनुपर्छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु। म मसीह येशूको नाम भन्दै हजुरहरूको घर घरमा ईश्वरको आशिष रहोस्। दुःख कष्ट दरिद्रताले कहिले पनि बास नपाओस्। उन्नति रहोस्, प्रगति रहोस्। कसैको शिरमाथि पिर कहिले नपरोस् पिता। तपाईँहरूका नाना नानी, काका काकी, मामा भाइ भती जो कोही पनि घर देश भएर परदेश हुनुहुन्छ भने भरि उहाँहरूको जीवनमा भरिपूर्ण आशिष रहोस्। यो सच्चाइ केन्द्र युट्युबको च्यानल हेरिरहनु भएको छ भने प्लिज, आमा हुनुहुन्छ, बहिनी हुनुहुन्छ, श्रीमती हुनुहुन्छ, श्रीमान हुनुहुन्छ, दाई हुनुहुन्छ, भाइ हुनुहुन्छ, छोरा हुनुहुन्छ, छोरी हुनुहुन्छ, मलाई धेरैले फोन गर्नुहुन्छ, सर हजुर मलाई मेरो छोराको फोन आएको छैन भनेर फोनको निमित्त तडपेर बसिरहेको मैले कति आमा अनि कति श्रीमती, कति श्रीमान, कति बुवा, कति छोरी तडपेर बसिरहेको मैले देखेको छु। मलाई कम्प्लेन गर्नुहुन्छ, मेरो छोराले, मेरो छोरीले, मेरो श्रीमानले मलाई फोन गरेको छैन, यति दिन भयो आज फोन भएको छैन सर भनेर। कति तपाईँको एक फोनको लागि कति तडपिएर बस्नुभएको छ। यदि तपाईँले यो सच्चाइ केन्द्र नेपाल हेर्नुभएको छ भने प्लिज आजबाट तपाईँले आफ्ना मान्छेलाई, आफ्नालाई फोन गर्नुहुनेछ। त्यो खालको तपाईँले दुःखमा राख्नुहुने छैन, त्यो खालको पीडामा राख्नुहुने छैन। तपाईँको एक खल फोनको प्रतीक्षामा हुनुहुन्छ घरमा, प्लिज फोन गरेर अब म खुसी छु, म शान्ति छु, म आनन्द छु भनेर फोन गर्ने प्रयास गरिदिनुहोस् होला, गरिदिनु हुन पनि म अनुरोध गर्दछु। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु। हजुरहरूको घर घरमा ईश्वरको आशिष रहोस्। दुःख कष्ट दरिद्रताले कहिले बास नपाओस् अनि रोग शोक दुःख कष्टको त्यो आँखामा आँसु कहिले नआओस् पिता। आँखामा आँसु आओस् त खुसीको आँसु आओस्, भुइँसम्म खस्न नपाओस् भन्दै म तपाईँहरूबाट ओझल पर्न चाहन्छु। हस्त नमस्ते।